हामीसँग जोइन हुँदा धेरै मैला दिदीबहिनी धेरै पानी पानी हुने धेरैको साबुन सरफ खर्च भयो अरे कपडाहरू भिजेर कट्टुहरू भिजेर धेरैको यो क्लिप कुकुलो भयो अरे क्लिप अनि त्यही भएर मैले केही दिने मैले शान्त भएर साधु भनेको प्रनिसा के छ तिम्रो तिम्रो के छ अलिकति फिजिकल प्रब्लम छ के तिम्रो बाबा पिम्पल्स आएको छ त फेसहरू पिरियड भएर छैन छैन म एकदम आइ एम हेल्दी भएको जस्तो लाग्यो मलाई त्यो पिम्पल्सहरू आएको छ बिचरा अब महिला मित्रहरू महिना सकिएपछि अलिकति गाह्रो हुन्छ मसान्ततिर गाह्रो हुन्छ ठिकै ए ठिक छ सानो सानो राति हो ब्राहरू लुज लाउनु धेरै कडा नलाउनु ब्लड सर्कुलेसन राम्रो हुन्छ है राति अलिक खुकुलो लाउनु अब लाएको छ भने पनि यो अन्तिममा लास्टको क्लिपमा लाउनु के सानो बाहिर हिँड्दाखेरि यो फर्स्ट क्लिपमा सुत्दाखेरि लास्टमा लाउनु नि लास्टमा लाउनु खुकुलो हुन्छ चोरले चोर्दैन नि त हो राति आफ्नो सामान के चोर लाग्छ गर्दैन म एक्लै हो अनि तर होइन चोरी लाग्छ हाम्रो उहाँ धरानमा के भयो भने सुन एउटा चोर आएछ है एउटा चोर आएछ त्यो चोरले कतै त्यो भाउजूले गहना जेल्नी त्यही हेर न त्यो भाउजूले कतै यो गहना लाग्छ त्यो चोरले कम्ती घाँटीभरि छामेछ कि भाउजूको घाँटीभरि चोरले छामेछ केही पाएन सबै त्यो दुध छामेर गएछ चोरले राति झ्यालबाट चपक चपक छोएर गएछ नि बिचरा अनि लास्टमा अब छोरा मान्छे हो अति भएपछि अब सुरक्षित झर्छ बिरिया झर्छ होइन अब त्यति बेला चाहिँ पुरुष मान्छे भने पुरुषहरूको त्यति बेला चाहिँ त्यो पुरुषहरूले यौन सम्पर्कको बेला अथवा हस्तमैथुनको बेलामा त्यो शुक्रकित झार्ने बेलामा अलिक काम छ कि एकछिन गर्छ क्या अलिकति काम छ हो त्यो बेलामा चाहिँ कचक्क पक्रेछ क्या अनि भाउजू कराएथे अनि भन्दाखेरि झ्यालबाट त्यो चोरले मजाले माडेर गएछ लाइट बालेर हेर्दाखेरि त्यो भित्ताभरि पिँडालुको पातभरि शुक्रकित गाउँमा सबैभन्दा नजिक भनेको भाउजूहरू हो मेरो दाजुहरू परदेशमा छन् भाउजूहरूले उपचार गर्दाखेरि मलाई बोलाउँछन् बाबु फ्रिज बिग्रियो भन्छन् बाबु टिभी बिग्रियो भन्छन् म त्यो बाहना मात्रै हो अन्त गएर उनीहरूले म उपचार गरेर आउँछु हाम्रो सबै बिग्रेको फेरि देवरले बनाउने तिमीले मलाई बुझ्दैन मलाई बुझ्दैमा मान्छे तान्छु मलाई गिरीले बुझ्छ पक मलाई गिरीले बुझ्छ गिनी हजुर के छ बाबा तिमी सन्चै छौ के छ पानीहरू यताउति के हो पानी त लास आइरहन यार प्रनिसा तिमी जाऊ बाबा प्रनिसा जानु बेबी जानु बाबा बस्न कस्तो हो र यो म्याचिङ डाक्टर लाडो किन पठाउन लाखास र हे उसले नयाँ मान्छे हो के आमा नयाँ मान्छे हो गिरी सुन न पसिना आउने गरेर नछिकेको कति भयो यार बुझ्यौ न यार गिनी अलि पर जा बाबा पर जा म त्यो पक्कै मेसी आउनुपर्छ गिनी ए गिनी हौ तेरो वार्निङ आइरहा यार